अनि टीका छ त तपाईसँग? टीका किन चाहियो? टीका त लाकै छौ त तिमीहरूले। अनि दक्षिणा चाहिँ कति दिनुहुन्छ नि? दक्षिणा केटालाई 50 रुपियाँ, केटीलाई 50 रुपियाँ। मतलब सबैलाई 50-50 रुपियाँ दिनु हुने? होइन नि, उसलाई 50 रुपियाँ अनि तिमीहरू दुईजनालाई 50 रुपियाँ। ए, हामी एकजनाको भागमा चाहिँ 25 रुपियाँ मात्रै? बुझ्छ केटोले, बाठो छ केटो। चाहिँदैन तपाईँको दक्षिणा, आफ्नो दक्षिणा आफै राख्नुहोस्। यत्रो पर्खाएर 25 रुपियाँ पो दिन्छु भन्छ यार। त्यस्तो नभन न, दक्षिणा भनेको दक्षिणा हो कि जति दिए नि थाप्नु पर्छ। अच्छा, त्यसो भए मेरो दक्षिणा तिमी थाप अनि तिम्रो दक्षिणा म थाप्छु ल। नाइ कहाँ त्यस्तो हुन्छ, आफ्नो दक्षिणा आफै थाप्नु पर्छ। अनि किन ठुलो कुरा गरेको त? ठुलो कुरा गरेको हो र मैले? दक्षिणाको अपमान नगर पो भनेको त। अपमान दक्षिणाको होइन, हाम्रो भएको छ। यत्रो ठुलो भएको मान्छेलाई 25 रुपियाँ दक्षिणा दिन्छु भन्ने? ल ल, न तिम्रो न मेरो 30 रुपियाँ दिन्छु है त। ए दाइ, दक्षिणामा बार्गेनिङ नगर्नु न हौ। कसरी हो भन्दैमा जे कुरामा पनि बार्गेनिङ गर्नुपर्छ। तपाईँको दक्षिणा चाहिँदैन क्या हामीलाई, सबै दक्षिणा उसलाई नै दिनुहोस्। उसलाई त म दिइहाल्छु नि। 50 रुपियाँले पुग्छ बहिनी कि अझै धेरै दिउँ? तपाईँको इच्छा दाइ, जति दिए नि हुन्छ। ल ल, तिम्रो 50 मा यिनीहरूको 50 थपेर 100 रुपियाँ दिन्छु ल तिमीलाई। हे दुर्गा माता, मलाई अर्को जन्ममा केटी बनाइदिनुहोस्। केटा भएर केही फाइदा छ जस्तो लागेन मलाई। तपाईँ चाहिँ के हेरेर नि? खोइ त मासु आइपुगेर त अझै। म फोन गर्छु ल। ओइ चन्द्रे, कहाँ छस् हौ? यहाँ कस्टमरलाई ढिलो भइसक्यो, छिटो आइज। के रे, मासु ढलभित्र खस्यो रे? कसरी खस्यो? आँखा हेरेर कुदाउनु पर्दैन? पक, यहाँ मात्र आइज न, अब तेरै मासु काटेर बेच्छु म। सरी भाइ बहिनीहरू, मासु त ढलभित्र पो छिरेछ। मासु मात्रै? अब तिमीलाई पनि ढलभित्र छिराइदिन्छौँ हामी। यहाँ त ढल नै छैन, कसरी छिराउँछौ? ढल छैन भने ढल बनाएर छिराउँछौँ तिमीलाई। अच्छा। ल ल, तिमीहरू ढल बनाउँदै गर, म यसो डुलेर आउँछु ल।